समिति नेवाटे पाके मुक्का नेवाटे पाके तो संविधान है तो मसौदा संविधान है गुजौपति सुझाव जी मन का कटवा जी राजनीतिक दृष्टिकोण दलीय ये नेकपा माओवादी समानुपातिक प्रतिनिधि माननीय रूपा महर्जन जी को इनाप है जी को तो सुझाव नियमित नापा तो सुझाव वेगलों जुलोना संविधान सभा चाहिँ ठेंगा बिउ लागि चाहिँ थना चाहिजुना दिउदो जी वेगलाई त सभा आसन ग्रहण याका चाहिँ दि नाटो पूजा तो संविधान त कया जीस गुजौपति सुझाव बिमली देखा दे विषयले अन दुग्यंग छबु धारा त कया छबु उपधारा त कया संविधान सूची अनुसूची परिशिष्ट अनवया प्रस्तावना आदि त कया सल व्याख्या जुल ले उखे मध्य जीत चिउता दो जीस चिउता तेमा छुछु धारा त ख रे हिसाब तन छिन्च्याउ झिउगु चाहिँ मतलब बुढा त जीव लागि प्रत्यक्ष सरकारी बुढा त दुई फुटका दे ल्याख ऐसा ठो धारा उपधारा त झिस गुजौपति सुझाव त बिमाली दे विषयले मनका संघर्ष समिति अकुल चोंगु मुजा हरेक धारा विषयले ऐसा जिस ठियौ सुझाव बिउगा तो सुझाव चाहिँ मनका संघर्ष समिति बैठक पछिन ठाउँ चाहिँ थन हिमसँग चाहिँ थन चिपनी गर्ने प्रस्तुत जनाउनु अझै रे मतलब दोसा ठिकिन अझ बालाके माउ दोसा शिक्षा ठाउँ थन सुझाव दिएको ले चिपनी सुझाव तर सर्वसम्मत जुल रासा जेको अन्य सुझाव विवाद नभएको विवाद बल लासा चित आज न्याउने हुने तकले मध्ये नापा ना तो नेपाली संविधान है केवल नेपाल का संविधान 2072 तक तैटौडो एजली जिसान चाहिँ ठीक छदै गालासा अटे त्यहाँ मगा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान लगातामा गयो देशीय संविधान संहिता दो लोकतन्त्र दो गणतन्त्र दो पनि देशीय संविधान खरगा तो चाहिँ संविधान यो चाहिँ नामै चाहिँ स्पष्ट जीमा अले नेपाल सरकार राष्ट्रिय सम्बद्धका चाहिँ नाली रंगौपति नेपाल सम्बद्ध चाहिँ चुके छेलमा रगा छ तो 2072 मको नेपाल सम्बद्ध कठमा चाहिँ जिन्स छ व सुई याड 1135 तेमा रगा छ चाहिँ थन्दैदो तो प्याचिजो अस्का नेना संघीयता यो खचे दुठ्याको का नेपालले संघीयता एउटा स्थापित यहीपट्टि आन्दोलन मधेस आन्दोलन वो मधेस आन्दोलनले खोटका तो प्रस्ताव है मरो नेमे आन्दोलनले खोडु तर मधेस आन्दोलनले खोमरो अटे संघीयता यो लागि चाहिँ मेरो चाहिँ आधारभूत आन्दोलन चाहिँ नेवा लगायत आदिवासी जनजाति त्यसमा यहाँपट्टि आन्दोलन ख ओके ठो प्रस्तावना भए मिलेर मधेस तथा आदिवासी जनजाति आन्दोलनप्रति कृतज्ञता जाहेर गरिनुपर्छ गा गोठ अब गुल्सिया चाहिँ मतलब लुपौजी बास भुना दिउ दुला मर्ला संसारै डगले नापा चाहिँ डेकोपट्टि प्रजातान्त्रिक गणतान्त्रिक चाहिँ संविधान सभा तयारी आउपट्टि संयुक्त राज्य अमेरिका योपट्टि संविधान फिलाडेल्फिया योपट्टि चाहिँ स्टेट है त्यो चाहिँ मतलब तना चाहिँ अलग डेकोपट्टि चाहिँ संविधान ख उयो नापाए वाक्यांश न अठ्याक We the sovereign people of United States of America hereby declare the Constitution लगा उके चाहिँ न अठ्याक चुइकाउदो मलाई मतलब चाहिँ हरेक संविधान है We the sovereign संविधान जारी या अधिकार छ झिकी दन्तका लाछ झि सार्वभौम खले विगत चाहिँ झि सार्वभौम को जुजु सार्वभौम एजुली जुजु संविधान जारी है तर ठौ चाहिँ झि सार्वभौम जुले झि नेपाली जनता सार्वभौम सत्ता प्राप्त जुले झिसँग वो सार्वभौम सत्ता दुईजना झिसँग संविधान जारी गर्नका निश्चयले त्यो पासिया जुइया छ तर विसन्दैन ढैर्य चाहिँ कठा झि चाहिँ तुके लिउने मधेस तथा आदिवासी जनजाति आन्दोलनले स्थापित मूल्य मान्यताको आधार ठीक छ हस्का तीन नम्बर चाहिँ बुझेन 3 नम्बर चाहिँ चुच्चे दुर्गाला बहुजातीय बहुभाषिक बहुधार्मिक बहुसांस्कृतिक विशेषता युक्त भौगोलिक विविधतामा रहेका समान आकांक्षा र
नेपालको राष्ट्रिय स्वतन्त्रता अखण्डता राष्ट्रिय हित तथा समृद्धिप्रति आशावान रही एकताका सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भनेका चाहिँ चुनावका ठुकेरला ठो वास्तव पञ्चायतकालीन चाहिँ मतलब 19 साली संविधान अनुसार एज इट इज जना बुझ्यो चाहिँ कपी यार होइ चौपटी जुल आ ठो चाहिँ प्यासी मजुरका चाहिँ जिसँग छुटे गर्न लाग्छ बहुजातीय बहुभाषिक बहुधार्मिक बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतामा रहेका नेपाल एक बहुल राष्ट्रिय राज्य हो ठिक है स्पष्ट यहाँ माथे छ होला रिज स्पष्ट एमबी माथे छ राष्ट्रका ढाब है राष्ट्र यो शब्द चाहिँ अंग्रेजी चाहिँ नेसन लाउटी शब्द यो चाहिँ नेपाली अनुवाद बा चाहिँ संस्कृति अनुवाद बा हिन्दी अनुवाद का नेसन दाओ अंग्रेजी शब्द या सामाजिक बा मानवीय चाहिँ मतलब शास्त्र सोसियो एन्थ्रोपोलोजी या सिद्धान्त ठाउँ चाहिँ छुटकारा लाग्छ एउटै भाषा बोल्ने एउटै संस्कृति अपनाउने एउटै भावना एउटै चाहिँ मतलब स्थानमा बस्ने बसोबास गर्ने मानवीय समुदायलाई राष्ट्र भन्छ मानवीय समुदायलाई नेसन भन्छ त्यहाँले राष्ट्र बा नेसन दियो नेवा भाइलाई पि नेपाल मण्डल दुने चुनी पि छौए चाहिँ संस्कृति माने पि छौ भावना दुपि नेवा छौ राष्ट्र नेवा छौ नेसन मवा छौ नेसन गुरुङ छौ नेसन तामाङ छौ नेसन थारू छौ नेसन तर थोरो चाहिँ मतलब 3 नम्बर छुटकारा गर्दा लाग्छ नेपाली जनता समष्टिमा राष्ट्र वर्ग नेपाली धिवे छौ चाहिँ जाति खड्गा चाहिँ ढ्याउ सोल थोडा चाहिँ नेपाली मेउ जाति मरु नेपाली ढेउजको जाति क वया छौजको नेसन क वया छौजको राष्ट्र खड्गा ट्याक्ट्यो क चाहिँ यो परिभाषा अनुसारै मिले बुझ्यो त चाहिँ सुरी चाहिँ बहुजातीय बहुभाषिक गाथे होला त्यो वया चाहिँ सुरगार लाछ नेपाली जनता समष्टिमा राष्ट्र हो गाटा होला एजुलेठो सैद्धान्तिक रूपमा प्यासी मजुली जिसो दैसो लाछ नेपाल हो मल्टी इथनिक नेपाल हो मल्टीनेशनल चाहिँ स्टेट का नेपाल हो बहुराष्ट्रीय राज्य का ओके तो 3 नंबर है तो नेपाली एक राष्ट्र समष्टि में एक राष्ट्र हुने का दैव उद्देश्य चुनका लाछ नेपाल हो मोनो इथनिक मोनो नेशनल चाहिँ स्टेट का ढाटो सो नेपाल नेउ जाति पर छौजको जाति दो छौजको भाषा दोपट्टि राष्ट्र खड्गा चाहिँ ढाटो चाहिँ छो चाहिँ मतलब पृष्ठभूमि दिएको ओके सैद्धान्तिक रूपमा मिलेको जो जिसो ढेउचुनो खड नेपाल बहुजातीय बहुराष्ट्रिय चाहिँ मतलब चाहिँ राज्य खड्गा ढेउचुनो अनुसार ठो प्याछि बुझो एजुली चाहिँ जिस सुझाव दियो छुटकाला छ नेपाल एक बहुल राष्ट्रिय राज्य हो ठीक हो बहुल ढ्यामा नेपाल स्वतन्त्र अविभाज्य सार्वभौमता सम्पन्न धर्मनिरपेक्ष समावेशी लोकतन्त्रात्मक समाजवाद उन्मुख गणतन्त्रात्मक ढका ढ्याढुका संघीय शब्द बोल सुइस ध्यान दिमाओ संविधान यो चाहिँ मतलब नामेन संहिता मरु अले नेपाल राज्य परिभाषा बिउलेन तो नेपाल राज्य रह्यो संघीय राज्य रह्यो पटी परिभाषा भयो अथ्यो चाहिँ मतलब इम्प्लिमेन्टेसन गण्ठालको निर्धार छ इम्प्लिकेसन त्यो लिचो गण्ठालको निर्धार छ संविधान संशोधन धेपटी गुडकले ल्याउने चाहिँ धाराहरू उखे चाहिँ छुटेटा दुगा लाग्छ अपरिवर्तनीय चाहिँ बुदाटा दैले ठो लाग्टा मरो संघीयता इटा लाग्टा मरो धर्मनिरपेक्षता इटा लाग्टा मरो कने संसदीय चाहिँ मतलब 2/3 दटगाटा लाग्छ ठो खैटो हिकिफु रगा देपटी वो उद्देश्य चाहिँ तो संघीयता इटा ठन उल्लेख में सिद्धि हो तो एकदम दीर्घकालीन चाहिँ विचार है कने चाहिँ मतलब संघीयता इटा लिखेर लागि यदि ठुके चाहिँ मतलब नेपाल राज्य रे संघीय राज्य का ठुके दैदल लगा लासा तोला सिद्धान्त जुल ठीक हिगे मजुपटी जुल तर ठुके मडा साथे कने संविधान संशोधन याले जिमकिला चाहिँ बहुमत होला जिमकिला 2/3 दटा थोड़ा हिगियो लगा कने कमल थापा यहाँ भी बातचित्रवाद केसी त्यहाँ भी छ संघीयता न माल लगा चाहिँ धर्मनिरपेक्ष न माल लगा चाहिँ हिगी भएको रह्यो तो चाहिँ आवश्यक यन्तपट्टि जाल साथीको चौला मला संघ प्यासी जो प्यासी बहुजाति बहुभाषा
चाहिँ बहुभाषिक 4 नंबर है मुर्गा 3 नंबर है जो 4 नंबर है मुर्गा चाहिँ बहुजातीय बहुभाषिक बहुधार्मिक राष्ट्र नेपाल राज्य चाहिँ बहुभाषिक का मुर्गा राष्ट्र जगह बहुभाषिक नेपाल राज्य मोखरा बहुभाषिक ना ठीक जो राष्ट्र भाषा युजले व्याख्या मुद्दा गर्दा तो सुरक्षित गरिएको किनकि राष्ट्रिय भाषा हो राष्ट्र भाषाको व्याख्या हेर्न राष्ट्रिय भाषा छिल्पने गर्ने राष्ट्र भाषालाई यो कोटको सर्वसरकारी कार्यक्रमको भाषा ढाँचाको राष्ट्र भाषा हवे दूसरा क्षेत्र दिएको हो ये राष्ट्र भाषाको सबै समान भूमिका ढाँचाको के पुस्तकहरु के सबै राष्ट्र भाषा समान हुन्छ ठिक हो नेपालका सबै राष्ट्र भाषा समान राष्ट्र यो कोटो चैतन्य कारण अमूल रूपमा चाहिँ झापा पहिलो संविधान सभा प्रत्येक संघीय एकपट्टि चाहिँ जनसमुदायको जातीय त नामावली संगीत हो आवेला खाना हेर्नु तर यो सैद्धान्तिक आधार भाषा बहुलता जातिको चाहिँ इस्टाब्लिस याको अधिकार दिएका ठाउँको स्पष्ट रूपमा एकपट्टि सबसे अब जनसमुदायको केन्द्रीय भाषा विभाजन क्या पार्न छ ये चाहिँ सक्यो अधिकार र लगाइदिएको एकपट्टि चाहिँ कम दियो कुल जनसङ्ख्या एकपट्टि कम दूसरा प्रादेशिक रूपमा एकपट्टि सबसे अपोज जनसङ्ख्या प्रादेशिक प्रदेश चाहिँ यो अधिकार नै उसका कम दुईटा क्षेत्र नहीं ताकि सारे सरकार नहीं स्पष्ट रूप में तब लाना सुनाना तरी न्यू अधिकारी तो हमने सात एक चाहिँ छियो अनुसार चाहिँ मलाई 1% सीमा अप जनसङ्ख्या जो भएर चाहिँ कुल जनसङ्ख्या 1% त्यसो अनि धर्मजी जनताले बोल्ने एकमा एकभन्दा बढीका ग्रुप ठाउँ छ कि चाहिँ नि सुमिले मुजुसित ताल लगाएर नापा चाहिँ नि त्यो 14 राज्य यो सभाले नेवारा ज्यू चाहिँ नि मतलब शिक्षण कल्पना दिउ कसम नेपाल मण्डल छ वो दुनिया लाभ लेला श्री नेवाते प्रतिशत वो 30-35 गुली प्रतिशत भाव आखो चाहिँ नि च्याउ चाहिँ नि राज्यजीवले च्याउ प्रतिशतले चाहिँ नि आज यो थन्यु थो राज्य लागना तो कुए वीडियो बसे ना वो तो कुछ ही गाड़ ऐसा के है तो कुछ ही शायद के कि नेवादे प्रतिशत कम दी था वो लिया कौन सा नहीं जो शुरू कर रहा था ना चाहिए और ना बहुत मोट सुने दी अतन बहुत संख्या भी और फिर 50% अपवर्ड है जो फॉलो की और बात है नहीं तो प्ले अपवर्ड है नहीं सुना बेटे हम चाहिए रहते हैं नहीं मतलब यो को चाहिए जनसंख्या तो नहीं था तो चाहिए बहुत संख्या ताऊ क्योंकि सुधी मार्ग आ रहा है कट के चाहिए प्रत्यक्ष निर्वाचन चाहिए और ना पेंगुन या दल निर्वाचन रिभले बहुमत मुर्साना चाहिँ सुना अब भोटर अथवा वो त्यही भए हैं ठुकिन चाहिँ नि वो ठासे वो राज्य दुनिया चाहिँ नि सुयु चाहिँ नि जनसङ्ख्या अपवर्ड उही चाहिँ मतलब अनि चाहिँ वो थाहा चाहिँ नि छल बेला हेमा तर बहुसङ्ख्या गाडी जिसले गणना राज्य चाहिँ नि सुन भए चाहिँ बहुसङ्ख्या मरेको ऊ मुरु कारण हैन जिउ सुय भए चाहिँ नि छल बेला मतलब एउटा समस्या दुईको कारण हैन तुलनात्मक रूपमा सु चाहिँ नि जातीय भएको वो थाहा त्यो त नाच्छु भाषा चाहिँ होइन बहुल गाडी भाषा तस बेसी उक्त तस बेसी धर्मजी छेउमा ठुला दिसले सुई भेट्यो क छिए दिसकेली सरकार लाछ ठुके दुने बहुमतको चाहिँ भाषा धाउमहरु बहुसङ्ख्यक ढाउ यो को संख्या नभएपछि बहुमत 51% नभए भाषा धाउम हो वो प्रदेश नभए भाषा मध्ये यो कुसिन नभएपछि अपसङ्ख्या नभए भाषाका धाउ एजुले ढाकी कने चाहिँ छौ प्रदेश नेवार तामसालिङ प्रदेश हुने जुल अन चाहिँ खे भएलाई पनि चाहिँ 51% टोटल नेउ चाहिँ ल्याउनु चाहिँ मतलब चाहिँ 49% है 22% चाहिँ तामाङ 20% नेवार जुल लगाएर लाग्छ वो चाहिँ बहुसङ्ख्यालाई भएर गएको छ सब ठिकमा अनि मेउ चाहिँ मिकु या पे उक्ता ठाउँ भएको बहुमतीय भएर आएको देवनागरी लिपि
मा लेखिने नेपाली भाषा आफ्नो सुदूरहरूलाई छ नेपाली खे भ्याज हो जग नेपाली भ्याज ल अहिले मेरो अन्य भाषा चाहिँ वो नेपाली भाषा बहुत हेउ चाहिँ माने ब्याम एदु कारण यहाँ झिसथन चाहिँ हिगटौलो झिसथन हिगटौले चाहिँ खस नेपाली भाषा यति रहनु उइटो चाहिँ खस भाषा चाहिँ यहाँमा छारकार हल्ला छ खे भ्याज हो नेपाली भ्यामुको दोको राष्ट्र भाषा चाहिँ नेपाली भएका वो इमसँग चाहिँ खे भ्याज हो जग नेपाली याना मे उइटो चाहिँ नेपाली मकु या दिउ मुलु ए दिउ माने खे भ्या नभई पि जग चाहिँ खे भ्या नभई पि जग चाहिँ नेपाली अहिले मेउ भए नभए पि चाहिँ वो नेपाली मकु दिउ अर्थ चाहिँ क्लास चाहिँ माने जो वर्ग चाहिँ विभेदिया चाहिँ उनका खे भए नभए पि त जेयु वर्ग वो चाहिँ नेपाली वर्ग अहिले मेउ भए नभए पि चाहिँ वो नेपाली मकु विभेदकारिया नेपाली वो घेर नेपाली हैन युगु या जुन कारण हैन खे भए जो चाहिँ वो छोड्नुको नेपाली भए मेउ भए चाहिँ नेपाली मकु या मकु एदु कारण हैन खस नेपाली भाषा मकु खस भाषा जको जिमा अहिले अनाली बना चाहिँ बहुसंख्यक जनताले बोल्ने एक वा एक भन्दा बढी जो ढैठाउँको अन चाहिँ प्रदेशले आफ्नो प्रदेशभित्र त्यो बहुसंख्यक जनताले बोल्ने ठाउँपट्टि चाहिँ हो प्रदेशभित्र एक वा एक भन्दा बढी अन्य राष्ट्र भाषा तथा लिपिलाई प्रदेशको सरकारी कामकाजको भाषा र लिपिको रूपमा निर्धारण गर्न सक्नेछ त्यहाँको बहुसंख्यक जनताले बोल्ने ठाउँपट्टि वो चाहिँ शब्द चाहिँ टेबल छौ नेपाली फर्स्ट नेपाली ठाउँले विषयमा अहिले मेउ चाहिँ बहुसंख्यक जनताले बोल्ने ठाउँपट्टि चाहिँ वो विषयमा क्या लाग्छ कि बहुसंख्यक जनतालाई सुन्न भयो प्रदेशले त्यसमा देख्छौँ कि अन चाहिँ कुनै वर्गको चाहिँ भौलिक त्यसमा देख्छौँ वो कारण यहाँ चाहिँ त्यो चाहिँ बहुसंख्यक जनताले बोल्ने ढाल्छ तपाईँको चाहिँ वो खे भ्याएको अन्न चाहिँ छिगो नेवा भ्याएको चाहिँ ठ्याएको नै मुखु वो कारण यहाँ चाहिँ त्यो बहुसंख्यक जनताले बोल्ने ठाउँपट्टि निकै छैन राष्ट्र भाषाहरू समान हुँदा चाहिँ क्या ठुलो तसर अझ बाँदैन जस्तै नेपालका सबै राष्ट्र भाषाहरू नेपाली भाषा हुन् सबै भाषाहरू नेपाली भाषा हुन् ठे भाषा नेपाली भाषा फुके नेपाली भाषा ख मलाई नेवा नेपाली तामाङ नेपाली मग नेपाली घाटेपट्टि नेवा नेपाली नेवा नेपाली जनता ढाल्थ्यो होला विष्णुजी झिसा त्याजु चुराले झिसा त्याजु प्रदेश चाहिँ मेमेउ भाषा न सरकारी चाहिँ कामकाज जिम्मा गर्नु अब चाहिँ 1% जतिलाई दिउला बहुसंख्यक दिउला अझ कता ध्यान जोस् डाक्टर साहब राष्ट्रले वो प्रदेश निकाल्ने प्रदेशमा चाहिँ सुसंघीय भाषा चाहिँ सरकारी कामकाज भाषा वो प्रदेश निकाल्ने हिसाबले हिसा डाक्टर साहब ढाल्ने तो शब्द लेख्या छ भने झिसा त्याजु खे दिसले सुन नेगेटिभ चाहिँ असरलाई दिन्छ ए जुन झिसा चाहिँ वो खस नेपाली छाडी खस के झिसा दिन्छ नेपाली मेन टाइम आसाले बिचारेका मलाई लेख्नु बाँकी नि अनि झिसा आफ्नो बहुसंख्यक बाइक 1% छाडी दियो झिसा प्रदेश बिलिदिन यो भाइ ठाटे मार्का नर्सेवा ढाल्नु तो प्रदेशले आफ्नो प्रदेशभित्र एक वा एक भन्दा बढी अन्य राष्ट्र भाषा र लिपिलाई सरकारी कामकाजको भाषाको प्रयोग गर्न सक्दैन थो छलफल भुलिठ्या छलफल जी 4 और 5 गते आ गन पिने दुई ढुङ्गुडु आ 240 निर्वाचन क्षेत्र चाहिँ सल जुगुडु ढाउ 240 निर्वाचन क्षेत्र तो सल क्या चाहिँ उत्तर गएन होइ 240 निर्वाचन क्षेत्र चाहिँ सल चाहिँ खोजुल भ्या चाहिँ झिसन जानकारी प्राप्त जिल्ला जनताको भोल्याको लागि चाहिँ 240 निर्वाचन क्षेत्र चाहिँ
झिमिल ठोठो सहमति तुलरी इमसँग ठो झन् अधिकार एउटा कटौतीका लागि अथवा छन चाहिँ धर्मनिरपेक्षता राज्य विरोधका लागि अथवा प्रदेश संयुक्त प्रदेशको विरोधका लागि चाहिँ छौ ठो ज्या चाहिँ यहाँ चोख अहिले छन् चाहिँ हिन्दू धर्म चाहिँ छौ धर्मनिरपेक्ष राज्य छौ विरोधी रूपले चाहिँ छौ वेटे मुलाले छलफल चाहिँ यहाँ चोख रे चाहिँ जित्याका जनाउनु यदि ठो छलफल सुयानो झिसा आठो बिचे ठो सहमति जी ढुङ्गाले झिसा आन्दोलन ल्याउ तयारी थियो ठो बिचे त्यो बिचे चाहिँ सामान्य मनु बिचे चाहिँ झिन्नेबाट चाहिँ ठो व्यवसायका मङ्का सदस्य समिति गन्जे आन्दोलनका लागि छुच्चिउटा त्यहाँ मरु आन्दोलनका लागि मनमुटाव चाहिँ खण्डु खन हरेक ढङ्ग चाहिँ यदि झिउ ठो व्यवसायको प्रदेशमा लाग्छ झिसँग गयो ढुङ्गा आन्दोलन ल्याउ यो ठिकै छुन योजना भिजन मरु कार्यान्वयन ठो छलफल छु जिते औचित्य मटा यदि ठो छलफल चाहिँ खन चाहिँ बनेजित्यौ प्रतिगमनकारी संविधान बनेजियो त चाहिँ जिसँग निरंसा प्राप्त दि चाहिँ त्यागा चुनाउने ठो छलफल औचित्य मरु रे जी साधु जुटाउ चाहिँ दिशा खोला नक्तिने डाक्सामा ढैडी त्यहाँ अब बहुसङ्ख्यक जनताले बोल्ने भाषा चाहिँ वो शब्द लेखेबी होला प्रदेशले एकभन्दा बढी भाषा चाहिँ अहिले अब चाहिँ मतलब खस त्यहाँ मलाई ठिक्का दियातन नुगला आ देखो अथे वही के सुन जालगे मोदो छिटे जालगे मोदो छिउ जवा हिसाबमा जालगे मोदो संविधान त्यहाँ वही ठो छौ उठो आ झन्डै हो चाहिँ मन के एउटा हो ठो चाहिँ छौ नाटक हेरेको ख छ्यास चाहिँ दिसौ जम्मै दिनु ब्याङ्क उठुका अधिराज्य यति मनुटे यो मत चाहिँ दिनु चाहिँ क्याफे ए मोका तर घौसा दिनु चाहिँ इमसा चाहिँ वयानो खले यहीका अब दिनु वो जो हजारौं मत ख वहनो दिनु या दिने चाहिँ फुके चाहिँ इमसा चाहिँ मुका मंगा चाहिँ संविधान चाहिँ हिकेमा यहीका थोनो छने असम्भव फका के तिमी छे दुई मगु मोगला जिसा एक कारणमा हैन ठो संविधान चाहिँ आगु प्यावे जोंगु ठो नाटक ख ठो छिउ हिडे मरु ठुके नेवा राज्य न चाहिँ वइ मगु एजु कारण हैन ठुके हानो चाहिँ छिउ भाइट न चाहिँ इमसा छुए ठ्याप मगु शान्से उसोउटु रगाडिया जी स्वायत्त राज्य मुंगा संघर्ष समिति जनतायु दथि वनमा जनतायु दथि ठोको चाहिँ स्पष्ट यावनमा उके छिउ विरोध छुके ढेउ चाहिँ छिसो छगु पर्चा दिएका नेवा स्वायत्त राज्य चाहिँ थो जनतायु दथि पाउनेको कार्यक्रम चाहिँ मते खुसिया भयो सुबा जिम कानुन मोदिम तो त्यारो किया दे कानुन प्रश्न मोदी नि गरे बनालासो छिसो छौ अर्थ लगाएर कानुन वेगा चाहिँ मे अर्थ हुने फला उकेन छिसो वाचाक म ओ नासा भन्नु खोजे छिली पर चाहिए वे खोज छिटो मयोपट्टि झिउ भएपट्टि मेउ भए छौस मेउ अपला छेउ खने तर नेवा भए छेउमापट्टि चाहिँ छुरुगा अवसर तर गया तर 1% बा बहुसंख्यक गाठला छ थोप्रदेश बहुसंख्यक दुपिला तमाम जिपी खरगाल गाठा ढक्ने बा थोप्रदेश 1% में अफोर्ड भी नेपाल दुने 1% से अफोर्ड भी जिपी खरगाल गाजिले यसले वो अंकुश चाहिँ तेमा जिकरो चाहिँ 1% शब्द विश्वजीत प्रस्ताव चाहिँ कने झिउ लागि उसो चाहिँ मतलब चाहिँ आधार जुटे तो पासपरि सहमत जुसा तो 1% शब्द ते जो नेपाल दुने 1% चाहिँ अफोर्ड भी जिपी खरगाल गाजिले यसले वो अंकुश चाहिँ तेमा जिकरो चाहिँ 1% शब्द विश्वजीत प्रस्ताव चाहिँ कने झिउ लागि उसो चाहिँ मतलब चाहिँ आधार जुटे तो पासपरि सहमत जुसा तो 1% शब्द ते जो को आधारमा नागरिकता थुके ताको फलान्चोरी माओ भएको मलाई माओ अबु आमा र बाबुका ढेटौले बुहार हाट्यो आमा बाप मा बाप अबु निमेसी छमेसी वंशजी नाटक दास नागरिकता बिमारी त ठीक हो गाडी आउटका ढेउली चाहिँ तर इटाली के चाहिँ त्यही हो आदिवासी ढेउपट्टि ठिकै स्वेच्छाले क्या ब्राकेट हिसाबले दिउँछ संविधानभित्र जहाँ यो वाक्य उल्लेख गरिएको छ त्यसलाई हटाउने छटाजको मरु यो कुरा छ आदिवासी कमा आदिवासी जनजातिका ढेरहरू
डकुटा से चाहिँ उल्लेख गर्नुपर्छ गणगुण संविधानले चाहिँ आदिवासी जनजातिका ढेटाउले आदिवासी ठाउँको चाहिँ लिखित गर्यो ठिक छ कसारे बारे कसारे खडे अब को चाहिँ स्पष्ट हेरेका छतवाज जी नवाला ए दियो वो ठो नागरिकता छन मखला आजी उया न्यो आजी जने गुंगुबुपटी बुडा वना दा वो माइक छ सक्सिडन जोजोबा जिठो नागरिकता भाग बिले आगमन त जिनेरि ल वइ न्यो जिन्छरा त भामा दो छुरा छ राष्ट्रिय गान इत्यादि भावली मखला नेपालको राष्ट्रिय गान अनुसूचित 2 मा उल्लेख भएको मोजिम हुने छ राज्य दौडुका अहिले वो छुले दाबे ढाङ्ग छपाइन दौडु थनु कोया लिउनेको मलाई देवनागरी लिपि चैतौडु अहिले 16 धाला छ भाजने खस भाषा ख राष्ट्रगान चाहिँ नि नेपाल फुक्क राष्ट्र भाषा समान बिमारका भेजोसिनी थो राष्ट्रगान नलाई नेपाल फुक्क राष्ट्र भाषा हाले देव दुईमा मखला कि राष्ट्रगान सबै राष्ट्र भाषामा हुने सरकार हामीलाई वो अनुसूची भयो जनतारो उजी खला साची यो पट्टि जको खला नि सारसा स्वा खोला छु धार्मिक अठिलिसे मुक्त रंग छु धार्मिक अठिलिसे मुक्त साची जको खाउ कार्दैन ह साचीले मन राज मर्छ सुझाव थन चाहिने 100% लागू जुई हिसाबमा छिपे छेनी मुक्नु तर यसले जिसा संविधान सभाको सुझाव नबिसी मगा बी बोक्दैन कम से कम 75% झिउ लागू जुई किस्म छिपुमा छुए लागू मने याद छिसा ठुक गुल्न बियो 240 क्षेत्र वो सुझाव त ठुक कुनै धराधा तैले हुन्छ अहिले ठोस सुझाव यो चाहिँ ठोस संविधान सभा यो चाहिँ मस्यौदा चाहिँ अघि नै प्रस्तावित भइसकेको छ किनभने अहिले वही चाहिँ याले 240 क्षेत्र या ठुलमुसी विद्वान नेवार शेर्पा तामाङ लामा थेओपी कञ्चना या हो तो यो चीज छुले राख्न सुझाव दिउ यो चीज अनुमोदन त थिए भने अनुमोदन याउपट्टि प्रस्ताव याउ कोसा छ चाहिँ वो 0% दिउ चाहिँ सुझाव को साथ सुझाव तय चाहिँ या मार्ग कम से कम सुझाव र नेगेटिभ खर्च अब 90% मा या और हाल्दैन 70% ले छिउ चाहिँ छिनेमा तखन मान्दा मोबिल लाछ विद्रोह चाहिँ यामा सडका बावामा गर्ने चाहिँ आन्दोलन छिएमा जति त्यो सम्भव हो राष्ट्रिय चीज विषयले राष्ट्रिय चाहिँ जनावरी विषयले छियालो साइड जसले के छ लगी सारी गरे धुँदै नि गेडा झिलिसे सम्बन्धित नेपाली युनिट खो वो राजनीतिक पार्टी बंगाली साची थे लेके जो घाटा है जो वाला है तो घाटा पूरा लेके आओ देखो बोला कपास तो नहीं माला लेके आओ पूरा लेके आओ ठीक हो चल लेके आओ जीव बेचारे अब बोर्डको कोसिरो समिति चाहिँ समिति छ मात्र छ भइरहेको छिटो अधिकार कायो खे विषयले या वास्तविक छलफल आउँदैन त्यो शासन हट्दैन स्वाछु हट्दैन छिटो अधिकार उयो खला अहिले वास्तविक चाहिँ गर्नु छिटो ठाउँ खलायो छिटो अधिकार कायो विषयले जीवी अधिकार वञ्चित बुद्धि विषयले ठोखे चाहिँ वास्तविक छलफल नाचिको हुनु खेउ खे चाहिँ छिटो अलमल लुगा रासा छिटो गुरु ढाक्नु काट्नु काया फेर्नु छिटो छिटो अलमलेना झन् चाहिँ छिउ ख हात रेडियो छ झकन्दा भन्छ भि अहिले अधिकार क्या विषयले वास्तविक सुक्या काट्नु सुयानु देउनु वो सब्जेक्टको चाहिँ मलाई भावना छिपे चाहिँ ठाउँ कार्यक्रम याद माटे छ नेपाल राष्ट्र फुल बालीग्रास अध्यक्ष ini tidak betul kata saya राष्ट्र चीज वैसा वो विषय समझ आया ओके राष्ट्र चीज क्या है बोला राष्ट्र तुम जैसे राष्ट्र फूल लाली राष्ट्र है तीन नंबर डबल क्या है सर डबल बन सकते ओके राष्ट्र चिन्ह राष्ट्रीय फूल तो मिलता है राष्ट्र फूल लाली राष्ट्र राष्ट्र चीज बोला नेपाल को राष्ट्र फूल लगा ini semua चीज नहीं
kumbali sa suka gaisa ka sudil sa suka gaisa ko ka dasna barang so थोड़ा चाहिँ बरु चाहिँ राष्ट्रिय सम्पत्ति रूपमा नेपाल सम्पत्तिको कुठेनी मार्घाट है बुझ्यो यो नेपालको राष्ट्रिय जसमा प्रत्येक नेपाली नागरिकलाई उसको मातृभाषामा न्याय माग्ने र प्राप्त गर्ने हो प्रत्येक नेपाली ठिक छ होला न्याय माग्ने र प्राप्त गर्ने हक हुनेछ ठिक छ Yang ada tema, sudah kok kita coba sebut tema, materi bahasa bahasa. Yang ada tema, sudah kok kita coba sebut tema, materi bahasa bahasa. आपके मुरुबले चिप्सर तरीवाला 25 नंबर धारा मुख्य चाहिँ झिसौँ ढ्याउ चाहिँ चुलो लगाएर प्रत्येक नेपाली नागरिकलाई आफ्नो मातृभाषामा न्याय माग्ने र प्राप्त गर्ने हक हुनेछ पछौट पनि ल सूचनाको हक मुख्य छुट्याउनु छ प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना आफ्नो मातृभाषामा माग्ने र प्राप्त गर्ने अधिकार हुनेछ हक हुनेछ के चाहिँ ठिकै चाहिँ 5 एक ठिकै हुन्छ आधारभूत शिक्षा आधारभूत शिक्षा बोलते हैं आधारभूत होने से उच्च शिक्षा उच्च शिक्षामा उच्च आधारभूत चाहिँ उच्चते हो ल अनवया 5 छिपा जस्ता 5 झाबले न अनु चाहिँ माध्यमिक तहको ढेकाउटा चाहिँ उच्च तहसम्म लगा चाहिँ देउजुलो हुन्छ उच्च तहले शेष उकिल ल्याउन टाइमले उच्च तह गाडा गा घाटे सबै तह ढ्यामहरूले उच्च तहहरूलाई मलाई उच्च तहसम्म शिक्षा प्राप्त गर्ने हक हुनेछ वचन तलियो ल अहिले चाहिँ 6 नम्बर सुगार तरिकामा लगाउला छ अनिवार्य शिक्षाका लागि आवश्यक सम्पूर्ण व्यवहार राज्यले बेहोर्ने छ पाँचै बेहोर्नु पर्छ नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो मातृभाषामा र मातृभाषा विषयमा उच्च तहसम्म शिक्षा प्राप्त गर्न र विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुनेछ कानुनले लेख्या कानुनले लेख्या होला हक हुनेछ अनिवार्य शिक्षाका लागि आवश्यक सम्पूर्ण व्यवहार राज्यले बेहोर्नेछ ठिक छ उच्च शिक्षा गर्न ढेर जुल मातृभाषा चाहिँ माध्यम जुल मातृभाषा सब्जेक्ट ಬಗ್ಗೆ ಮಾರ್ಗದಲ್ಲಿ ತ್ರಿಯ ಸ್ವತಃ सो मीडियम रूपे सो सब्जेक्ट रूपे सो चाहिँ दायित्व राज्य बेहोरे यहाँ माटे ठीक है आना बना देशल खाना प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामाकरण जन्म दर्ताको हक हुनेछ प्रत्येक मातृभाषाको शिक्षा तथा मातृभाषा संरक्षण या अधिकार वो मीडिया में भाषा हुने अधिकार बालबालिका हकका छुट्टा डिपार्टमेन्ट छ आफ्नो मातृभाषा प्रयोग गर्ने र मातृभाषाको शिक्षा र मातृभाषा अन्तरिम संविधानले चाहिँ पैतृक सम्पत्तिमा छोराछोरीको समान हक हुनेछ चाहिँ दुजुल ठुलै बजार छु लाग्छ ठुकै सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतिको समान हक हुने छोरा आउँछ तर के पैतृक सम्पत्ति म बुझुल कि चाहिँ ठुकै नाफै डुबे प्रावधान तयार चाहिँ पैतृक सम्पत्तिमा छोराछोरीलाई समान हक हुने छोरा ठुकै तनी माउडु 7 नम्बर खप 7 नम्बर तयार 7 नम्बर या होला 7 नम्बर मेरो लगत ठिकै छु त उसको चाहिँ पैतृक सम्पत्तिमा छोराछोरीको समान हक हुनेछ
छोराछोरीको समान हक हुनेछ जो थप बिहामा आयु चाहिँ प्रस्ताव चाहिँ छुटेटाउ ढुङ्गा लासा मेरो हिचिनमा खुम्बुक्का ठिकै पहिचानिया चाहिँ यहाँ आधार सामर्थ्य पेङ्गो आधार ढाडुङ्गा प्रदेशको सीमाङ्कन सम्बन्धी सुझाव दिन नेपाल सरकारले एक सङ्घीय आयोग गठन गर्नेछ त्यसो आयोगको कार्यकाल 6 महिनाको हुनेछ भनेर चाहिँ ठेटाउनु चिसो ढाक्नु चाहिँ छुट्का लासा मलाई प्रदेशको सीमाङ्कन सम्बन्धी सुझाव दिन नेपाल सरकारले एक सङ्घीय आयोग गठन गर्नेछ हो उयो कार्यकाल 6 महिना डेली गरेपछि वो टक्कै लेखेको छ उति अनि वो लेखेको चाहिँ छुट्याएर लासा नेपालको अन्तरिम संविधान 2063 को धारा 138 1 को प्रावधान अनुसार गरिनेछ चाहिँ उलितो लासा गा जिता छो चाहिँ च्याउ प्रदेश बा चाहिँ आयोग दिएका खुलाइ तुलियाहरूका ढेचुमा अले अब धारा 138 छुटेटाउ ढुङ्गाहरूका ढल्लासा अन्तरिम संविधान मधेसी जनता लगायत आदिवासी जनजाति र पिछडिएका तथा अन्य क्षेत्रका जनताको स्वायत्त प्रदेशको चाहनालाई स्वीकार गरी नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुनेछ नेपालको सार्वभौमिकता एकता र अखण्डतालाई अक्षुण्ण राख्दै स्वायत्त प्रदेशहरूको सीमा सङ्ख्या नाम र संरचना अतिरिक्त केन्द्र र प्रदेशको सूचीहरूको पूर्ण विवरण साधन स्रोत र अधिकारको बाँडफाँड संविधान सभाबाट निर्धारण गर्नेछ तो अन्तरिम संविधान धारा 138 के स्पष्ट नक्सा प्रदेश र स्वायत्तमा प्रदेश चाहिँ मतलब चाहिँ सीमाङ्कनको नामाङ्कन चाहिँ द्वय संविधान सभा यामाहरूका भेटहरू यदि ठो 8 प्रदेशीय ख आयोग दिएका चाहिँ खुलाइ दुनिया दिएको ख जित स्वीकार गरो संविधान यो चाहिँ अन्तरिम संविधान धारा 138 को यहाँ गाड्यो पछि बल्लजी जी छौ धारा लासा छि चेन्डी लासा 2063 को धारा बल फला अनुसार गरिने छ धारा ए यो रेफरेन्स जुका न मेरो छ संविधान ठो संविधान सर्वोच्च मकुसे मखला ठो संविधान हन मेरो लिस्टको हुकिङ आउनुको जो हुनुको म रेफरेन्स है काउनिका वो ठो ये फेरि जनि सुपरम्यासी र वो च्यालेन्ज है गयो दुला हो अनि छि ठन भुली धामा हो ठने धामा हो विविध खण्ड दो खोछटा जको मको मखला विविध खण्ड दो कि भुली खण्ड छिस प्यासी कि वया जोनो गरे नेपालको राष्ट्रिय झण्डा एजिटी बेजुन राष्ट्रिय गान एजिटी बेजुन विभिन्न खण्ड एजिटी बेजुन वो रेफरेन्स मया कि वंगु अन्तरिम संविधान नका वंग गबले इंगित मया वो एजिटी छन 47 सालले छन विविध खण्ड 47 सालले हु बहु लाइन बाइ लाइन चुकी दुर्गा अझ भेजन दिनु मन छ वो 47 सालले त इंगित मया आना छिस जी धाट्यो नेगेटिभ सेन्स मकुकी छि ठो सर्वोच्च ठो संविधान ढका ढाडुङका हन थै सुप्रिम छौ मेरो थै एक्सप्लेन याइमा ठो गु अर्ध शब्द त्यहाँ एक्सप्लेन या उठा छ अन छुचै दको वो एज इट इज दैति छ रकै बेस एज इट इज दैति छ अलि जको थै मान्यता दे ठो धारे मान्यता दे अदरवाइज जे पासपोर्ट छि ठोला ट्यागिङ छेद लाग्छ 2063 को धारा 81 बमोजिम यसो हुने छ धालका अझ मको अन छुछुन नवाका ताउदो सशब्द वेदेमा अझैको अडि दुसजको थै मान्यता दे छि धाउ छ कै फिटे बचल छि जे ठिकै दिने त्यो देमा कई फिटे 8 प्रदेश आयोगन देखियो रहेको पल्सा अन्तरिम संविधान 2063 को धारा 138 को प्रावधान अनुसार गरिने छ भने त्यो सुझाव दिएका चुकिए चाहिँ आफू चाहिँ नानो मोडो सिमानो मोडोपट्टि 8 प्रदेश तयार आउँछ उकेर टोटल्ला रुके ढुङ्गा मलाई छ तर अहिले रुकै जी ढुङ्गा छुदिरहे अहिले आबै बिराने त्यसमा ढाके चोल अथवा देवदासी धारिनको के सबको विवरण नट्याचे आउन हुन्छ बनानी के कुरा ओके ठुलो किसिम चाहिँ राज्य पूर्ण संविधान 2 का गोट्यारो ख 38 के वे अनुसार चाहिँ आउयो संविधान हैन 38 के पेटेन्टको ठुलो अनुसार चाहिँ राज्य पूर्ण 2 का जाल हामीले राज्य पूर्ण जाल आनवै सुविधा नै राज्य राज्य गठित चाहिँ ठो 8 प्रदेश चाहिँ जिल्ला संघीय चाहिँ मो बराबर ख मखला 8 प्रदेशहरुको ना नम्बर सिना नम्बर उइला मौइला
सिलभरो कठिन ठुट झिसँग यो सुझाव स्वीकारे या छ वो छो अवस्था थिएन राजा 8% चाहिँ हेर्नु जुल तर संघीय चाहिँ हाम्रोमा चाहिँ अनिश्चितता हुनुपर्छ एजुली जुन विचार छ राजा झिसँग नेवा चाहिँ जुस्वायत राज्य मंगा संघर्ष समिति नापा नेवा दिएर पुनः छौ चाहिँ झिउ अभ्यानहरुका चाहिँ नेवा राज्य देमाहरुका चाहिँ ध्यान बुडु अहिले चाहिँ 10 प्रदेश 14 प्रदेश चाहिँ वो नेवा राज्य गोडु एजुली झिसँग सुझावे बिउ फस चाहिँ 10 ढाक फल 14 ढाक फल वो अनुसार वेमाहरुका ध्यान मोक्तले चाहिँ अथवा ढाक यो झिसँग छोड्नु ढाक चाहिँ पुनः वो चाहिँ झिउ भित्र चाहिँ 10 ढाक एग्री 14 ढाक नेवा प्रदेश लगायत 10 प्रदेश नेवा प्रदेश चाहिँ महा वो चाहिँ झिसँग 10 प्रदेश ढाक फल 14 वे ढामा वो अनुसार नापा यो चाहिँ राज्य पुनर्समता सम्बन्धी या ढाक फल बा नापा चाहिँ आयोग या ढाक फल वो अनुसार जिनका त्योमा मोसर झिन जिसले चाहिँ उडाएर खाउने चाहिँ जिसले वेगला ढाक एकदम प्याची का मला किटाने ना नेवा प्रदेश सहित राज्य पुनर्संरचना सम्बन्धी संवैधानिक उच्च स्तरीय आयोगले प्रस्तावित गरे अनुसार 10 प्रदेश चाहिँ हुनुपर्छ उल्लास जो राज्य पुनर्संरचना मोडो संहिता मोडो संघीय लोकतन्त्र गणतन्त्र संविधान छिटो स्वीकार्य संहितामा वे मार्ग तौल सरकारमा सबै हुन मार्नु छ धन्यवाद करता मुझे लगा जी लैंग्वेज मिलाया था 55 को राज्य का निर्देशक सिद्धांत र नीतिहरू होला ठिकै चाहिँ भाषा नीति न ल्याउला खले चाहिँ छुटकारो गरेर लाछ सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानि राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणाली बमोजिम घाटेटोले समानुपातिक ढ्यामुका समावेशी समानुपातिक ढ्यामार घाटे हुँदै समानुपातिक घाट समावेशी न जुइमाला अनवयासिया पुरे आज चाहिँ मतलब चाहिँ निर्वाचन प्रणाली क्षेत्र गरेर लाछ आ 60-40 यो अनुपात यन्त्रहरू 60 चाहिँ प्रत्यक्ष 40 चाहिँ समानुपातिक यो घाटेटोहरू वो चाहिँ मजु नापै चाहिँ मतलब चाहिँ संविधान सभा को निर्वाचन है 59-41 जो चौख वो अनुपाति र कायमिया मार्ग गाड्यो ठीक हो समावेशी कोटा गाड्यो पनि चाहिँ छुटकारा लाछ सब्स्टेन्शियल चाहिँ जस्टिस गाडे जे मंगलजी पनि चाहिँ होला लिगल चाहिँ मतलब चाहिँ भाषा के मतलब चाहिँ सापेक्षिक न्याय विगत इतिहास से अन्य जे चौपी ल्यूनी लन चौपी पीडीपी समुदाय तो विशेष व्यवस्था है ना उनका राज्य है न्यारे अपने गो व्यवस्था का वो सब्स्टेंशियल जस्टिस लगाते हैं ऐर हमले नेपाले ल्यूनी लन चौ समुदाय बेपी दलित का मिसबी का मधेसी का आदिवासी जनजाति का खस आरे ढेपीला विगत इसी शासन यानी वही चौपी डोमिनेंट ग्रुप का अमदनो जे थोड़ा समानुपातिक है दुठिया का निगम समानुपातिक न्याउ समुदाय दो आओ या खू समुदाय थे दौवे जुला समानुपातिक सीट यदि चाहिँ मतलब चाहिँ अब ढाटे 40 सुन लगा अल्लाह सला खस समुदाय तो के कोटा कोटा से बीबला जी आदिवासी ते दौवे सीट गुली आदिवासी ते दुलेनो नेवार ते दौवे सीट गुली और कृष्ण हास्य तुम चाहिँ मतलब जो लेख छोया चाहिँ चिप्स बनाटिला मजिला कान्ति परे यदि छोया कोटा चाहिँ मतलब इलेक्सन जुला ढका लासा प्रतिनिधि सभा थिपी जी चाहिँ मतलब चाहिँ आदिवासी जनजाति त जम्मा चाहिँ 51 जवान छ जी 19% छ जी 51 जवान चाहिँ जनजाति दुने ओके चाहिँ मतलब चाहिँ 59 वटा जातीय दुने नेवार हो मलाई ओके चाहिँ थोकोटाला चाहिँ खे ब्रह्मटो गुल्लाई रहला छ अमी प्रतिनिधित्व चाहिँ 56% प्रतिनिधित्व जी जनसंख्या चाहिँ अमी चाहिँ 29% तर प्रतिनिधित्व चाहिँ निर्वाचन प्रणाली चाहिँ अभी 55% जी आदिवासी तो जनसंख्या चाहिँ 37% प्रतिनिधित्व चाहिँ 19% थियो दलित चाहिँ जनसंख्या 14% तर ठोस निर्वाचन प्रणाली अभी प्रतिनिधित्व 1% थियो एजले ठोस निर्वाचन प्रणाली मजु न जिसा ढाड न 59-41 मा नाप्न प 2 नम्बर छ चाहिँ तनाव चाहिँ ह 59-41 59-41 40 40 40
ठन चाहिँ मतलब डक्ले लास्ट छ अध्यक्ष र उपाध्यक्ष फरक दलको हुनुपर्छ घाट हेटौका उही थाहा झिसन चुनिरहेछ फरक दलीय र जेमा फरक समुदाय अर्थात् आदिवासी जनजाति गैर आदिवासी मधेसी दलित आदिको हुनुपर्छ बर्मु चाहिँ अध्यक्ष दोसा दलित जनजाति चाहिँ उपाध्यक्ष जिम्मा रहेपट्टि ठिक छ अहिले आएको 281 चाहिँ भाषा आयोगको खबला भाषा आयोग चाहिँ शिक्षण चाहिँ बनाइदिनु बोली भाषा आयोगले छिटो जङ्गलबाट हिटौपट्टि वो आयोग छ एजोले वो भाषा आयोग यो आयोग कुनै आवश्यकता छैन यस संवैधानिक प्रावधान हटाइयोस् ठीक छ आ चाहिँ अनुसूची बोलका अनुसूची चाहिँ नचले 5 नम्बरी अनुसूची प्रदेशित बेटौपट्टि अधिकारी अनुसूची थन चाहिँ तनी माओपट्टि कति हाम्रो ठिकै चाहिँ इटाली के चाहिँ कलममा दिएको छ कसरी छ 18 वटा थन चाहिँ सूची के यन्त्र होला आ 1900 जन्म मृत्यु विवाह सम्बन्धी विच्छेद लगायत व्यक्तिगत चाहिँ अभिलेखीकरण यो चाहिँ वो अधिकार न बिमला ठोकने चाहिँ वडा बोला नगरपालिका बिउ अधिकार के प्रदेशित थो अधिकार भेटौ मरो चाहिँ अनुसूची छगो वो नागरिक चाहिँ अधिकार भेटौ मरो वो बिमला नागरिकता भित्रनिया अले पासपोर्ट राजधानी चाहिँ भित्रनिया पनि अधिकार बिमला अले प्रदेश नापो सम्बन्धित स्वायत्तता यो संकेत मूल मान्यता है लेजिस्लेटिभ चाहिँ राइट्स विधायकी अधिकार ठगो ठाएको लागि ठगसँग कानुन देखिएपछि गो अधिकार का वह संहिता अधिकार का वह स्वायत्तता अधिकार का तर ठोसे मतलब चाहिँ अनुसूची चाहिँ केन्द्रौं चाहिँ कानुन दिएका बिउको ठाउँ चाहिँ देख्टाउटो केन्द्रीय नियन्त्रणले कानुन भई केन्द्रमा भुली अधिकार बेला वो अधिकारसँग क्याडिएको ठाउँ एजले 3% चलिरहेछ प्रदेशसँग सम्बन्धित अधिकार सम्बन्धमा आवश्यक कानुन निर्माण गर्ने अधिकार प्रदेशमा प्रदेशको लागि कानुन देखियो अधिकार अहिले मेरो झिउ लागि जसको महत्त्वपूर्ण ठुके अनुसूची नम्बर संविधान घनम्बर आत्मनिर्णय अधिकार प्रदेशित आत्मनिर्णय अधिकार अग्राधिकार अहिले स्वायत्तता सहित यो चाहिँ स्वशासनीय अधिकार ठुली चाहिँ मतलब चाहिँ यहाँका चाहिँ अधिकार चाहिँ ठो अनुसूची तनी मार्ग यो ठिक थियो हिजो मागेन्द्र आत्मनिर्णय अधिकार हो तरैवाल त्यसो मागेन्द्र आत्मनिर्णय अधिकार हो खलकिनु झिन चाहिँ तरैवाल त्यसो चौपटी आत्मनिर्णय अधिकार थियो पनि खजो छ वो बिच खै ख जी सबले चाहिँ सिके राउत बाहेक मलाई वही बाहेक मेपी चाहिँ संविधान सभा दो भुलिन संवैधानिक चाहिँ पार्टी ख सुनानो चाहिँ देश टुक्राएन तर एउटा चाहिँ अलग देश लेखिदियो मागेन्छ हो मरो सुनानो हेर्छ मरो टोकाले प्रमोचको बेचौपट्टि ख आदिवासी जनजाति देशसँग आत्मनिर्णय अधिकार गर्दैछौँले देश कुदैन यो देश देखिदिएपछि उतै आत्मनिर्णय अधिकार सुनाए फर्छौँ है मरो ओके भवाजी नेवा स्वायत्त राज्य मङ्गा संघ समिति तयार हो म संविधान सभा बिउ सुझाव हेर्न सिक्छु तन गुकसन तेल रुब अधीन नेना सुझाव भेटिला उठे बिकि यको सभा ठोर ठन थाइजो बिसी बि जे नेवा नेवा पास बिसा ठौ टले छे हुना न तो संविधान बारे चिसन ठौ छे लिजिन टले त कसले ठेके भित्र राजा यदि कने संविधान चिसन रह्यो संविधान चिसा आशय गर्न संविधान मौल राजा कने चिसा आन्दोलन यादन अफ जिउले ठो संविधान बारे चिकनियो टवा गामी टवाले छे त कसले ठेके दिदा इनाबे चाहिँ ठौ सभा चाहिँ फोकस सुया बिति